किराले खाएको है। किराले खाएर यसरी गरेको हुन्छ। यो चाहिँ पम्पम न होइन रहेछ त। यो बल भेराइटी हो, तर यो चाहिँ क्रिम सेन्टिडल। यो एउटा हेलो नमस्कार, स्वागत छ तपाईहरुलाई यो युट्युब च्यानलमा। र आज चाहिँ म तपाईहरुलाई यहाँ गोदावरी छ, गोदावरी अस्ति तपाईहरुलाई कटिङ राख्दाखेरि देखाएको थिएँ। त्यो गोदावरी आज तपाईहरुलाई मैले देखाउनु जाँदैछु है। दसैँ भन्दा भन्दै, दिवाली भन्दा भन्दै अब छेउमा आइपुग्यो, त्यसले गर्दा गोदावरीले नै यहाँ बताउँदैछ के। र अब चाडबाड दसैँ तिहार है, र सयपत्री, गोदावरी, मखमली बेगर अधुरो छ। त्यसैले गर्दा आज म तपाईहरुको अघि आएर है, तपाईहरुको सामने आएर म तपाईहरुलाई अब गोदावरी फुल चाहिँ देखाउँदैछु। अनि साथसाथै म यसमा आज म दबाहरू पनि हान्नुपर्छ, किनभने यो कोपिला लागेको बेला यति बेला भयङ्कर एट्याक गरिरहेको हुन्छ किराहरूले। किरा पनि परेको छ तपाईहरुको है। यति बेला हामी तपाईले जोगाउनु पर्ने। त्यसले गर्दा म यहाँ अब दबाई हान्नु पनि तयारी छु। र तपाईहरुको सामने अब म कतिवटा कुराहरू यहाँ भएको छ यो गोदावरीहरू है। र अहिले चाहिँ किन देखायो भने कोपिला लागेकोमा अब भोलि पर्सि अब धेरै यहाँ हाम्रो ग्राहकहरूले लगिहाल्छ। त्यसले गर्दा तपाईहरुलाई हाम्रो युट्युब च्यानलको हाम्रो फुल प्रेमी दाजुभाइ दिदीबहिनी सबै साथीहरूलाई म देखाउनु पाउँदिनँ। त्यसैले गर्दा आज म तपाईहरुलाई दबाई हान्दाखेरि म तपाईहरुलाई सबै यो गोदावरी जति छ रोपेको मैले त्यो सबै म देखाएर तपाईहरुलाई सबै यो जम्मै फुलेकोहरू यिनीहरू सबै अहिले चाहिँ कोपिला मात्रै छ। यो रहिहाल्यो भने म तपाईहरुलाई फुलेको पुरै देखाउँछु। होइन भने यो त किनभने अब दसैँ नजिक आयो, दिवाली पनि नजिक आयो। त्यसले गर्दा यो चाहिँ अब आउँछ यहाँ हाम्रो साथीहरू है, फुल प्रेमीहरू, उहाँहरू पनि किनभने सजाउनु छ। त्यसले गर्दा उहाँहरूले लानुहुन्छ। र यो कोपिला मात्रै तपाईहरुले हेरिहाल्नुहोस्। अस्ति तपाईहरुलाई मैले खाली रोप्दा तपाईहरुलाई मैले देखाएको है, तपाईहरुलाई कटिङ देखाएको थिएँ नि, त्यही फुल अहिले हेर्नुहोस्, सबै हेर्नुहोस्। अब यो सबै र तपाईहरुले हेर्नुहुँदैछ यहाँ बाहिर है। यो किन मैले ओपन राखेको भने आज यहाँ मैले जुन चाहिँ त्यो उयोतिर नै गोदावरी राखेकै जग्गातिर मैले हाने भने भेट्दैन, त्यसलाई चेप्पाचेप भएको हुन्छ। त्यसले गर्दा ओपन राखेर यहाँमा अब दबाई हान्नु सुरु गर्नु भन्दैछु। र त्यसले अब तपाईहरुलाई हेरिहाल्नुहोस्, किराले खाएर यहाँ हेर्नुहोस् है, किराले खाएको है। किराले खाएर यसरी गरेको हुन्छ। त्यसले गर्दा दबाई नहाली हुँदैन। अब स्टिक हेर्नुहोस्, यसरी लाउनुपर्छ। अब यसलाई यो छोडेको अब यसलाई स्टिक लाउँदाखेरि हेर्नुहोस्, यस्तो यसलाई हेर्नुहोस् है। स्टिक लाउँदाखेरि यसो बल भेराइटी यसलाई अब यो बनाइदिएको यसरी है, पम्पम जस्तो बनाइदिएको। यो चाहिँ बल भेराइटीको। अब बललाई पनि अब मन पराउँछ नि, कतिलाई त त्यस्तो खोज्छ। र यसलाई अब यहाँ स्टिक दिँदा चाहिँ यसरी दिनुपर्छ। यो चाहिँ स्टिक पनि हामी चाहिँ कस्तो दिन्छौँ भने यस्तो यो नेचर पत्ताकै, यो पत्ताको हामी दिन्छौँ है। र अरू दोरी सोरी लाउँदैनौँ। यो यसलाई लगेर तपाईँको यो निकाल्नु काट्नु पनि सजिलो पर्छ। र यसलाई असर पनि पर्दैन। अब यहाँ हेर्नुहोस्, यसलाई यहाँ पनि कसिदिनुपर्छ। यसलाई अलिकति यसलाई जोगाउनुपर्छ। फेरि भाँच्यो भने गयो यो पुरा। यसरी गोदावरीलाई पनि हामी यसो गरेर यो गर्छौँ है। यसलाई एक काटिदिनुपर्छ कन्चीले नै यसो। यसरी बाँधेर तपाईँको यसरी अझै एक जग्गा बाँध्नुपर्छ यहाँ। ल हेरिहाल्नुहोस्, यस्तो पाराले बनाउनुपर्छ। त्यसले गर्दा अब सजाउन पनि मजाले यसलाई भित्र राख्दा पनि हुन्छ, बाहिर सजाउँदा पनि हुन्छ। र यसको फुल पनि निकै अडिन्छ तपाईँको क्या, निकै अडिन्छ यसरी बनाएकोले चाहिँ। कसै चाहिँ अब तपाईँको त्यो नबनाएकोहरू चाहिँ
छिटो झरिहाल्छ हावाले हल्लाउँछ है फेरि कोही केहरू अब अघि जस्तो किराहरूले उयो गर्न सक्छ त्यसले गर्दा बाँधेको चाहिँ अब हेर्नुहोस् दर्र भयो अब सबपट्टि यस्तो दर्र गरेर ल हेरिहाल्नु भयो अब होइन यो अब यस्तै छ फुलहरू हेरिहाल्नुहोस् बढ्दैछ अब अझै अब यो तपाईँको यो 15-20 दिन 20-22 दिनमा त यो सबै फक्रिन्छ तपाईँको बेसी न बेसी तपाईँको महिना दिन लाग्छ फक्रिनु 1 महिनामा त सब सकेको हुन्छ यसरी नै अब यहाँ यो पनि यसलाई पनि दिनुपर्छ यसलाई यो पनि रहेछ इस यो पनि हेर्नुहोस् यस्तो हुन्छ यसलाई बाँधिरहेको छ भने चाहिँ यसो गरेर यस्तोले भन्नुभयो यसरी यसलाई मजाले बाँध्यो भने यो सुरक्षित भएर यो चाहिँ तपाईँको पम्पम हो यो भेराइटी चाहिँ पम्पम नै हो यो चाहिँ पम्पम नै होइन चाहिँ तपाईँको त्यसले गर्दा यसरी बाँधेको छ भने चाहिँ तपाईँको सजिलो पाराले यो हल्लिँदैन यो तपाईँको यो के भएको भने धेरै राखेर हुल यसको ग्रुपमा राख्दा चाहिँ यो उयो बेसी सेट भयो त्यसरी यो अलिक लुलो भएको यो अब दर्रो भइहाल्छ तपाईँ यो बल भेराइटी कासा भन्छ कासा काण्डे भन्छ कासा काण्डे यसरी हामी फुलाउँछौँ सिङ्गल है यो त्यसले गर्दा र यो हेर्नुहोस् यसको नाम चाहिँ यो बल भेराइटी हो तर यो चाहिँ क्रिम सेन्टिडेल यो चाहिँ हो यसको है यो पनि फुल्दैछ है यिनीहरू सबै अब यहाँ छ सबै कासामा थुप्रै भेराइटी हुन्छ येल्लो पिङ्क व्हाइट थुप्रो किसिमको हुन्छ यहाँ तर अब यहाँ त्यस्तै छ यहाँ हेर्दैछ अब म स्प्रे सुरु गर्दैछु बिस्तारै दबाईहरू यहाँ म अघि हान्छु चाहिँ अब दबाईहरू प्रत्येक हान्नै पर्छ किनभने आज दबाई हानेन भने यो फेरि जम्मै रातभरिमा त खान्छै खान्छ र त्यसले गर्दा यहाँ किराले पत्ता खाएको देखिहाल्नु यसरी खाइदिन्छ यो पत्ता यस्तोमा हुन्छ किराहरू यो यस्तो पाराले एट्याक गर्छ किरा चालै पाउँदैन धेरैमा चाहिँ चाल नपाई खाइदिइहाल्छ त्यसले गर्दा हान्नै पर्छ दबाई यो फुल रोपेर यो गोदावरीलाई पनि बहुत एट्याक गर्छ तपाईँको त्यसले गर्दा अब सुरु गर्छु यहाँ अब यहाँबाट यस्तो छ यसरी दिनुपर्छ सबै यहाँ तपाईँको यहाँ यो एउटा किरा यो पत्ता खाने चाहिँ हरियो हुन्छ त्यो किराहरू थुप्रै अन्त अर्को कुरा तपाईँहरूको त्यो टुप्पोमा त्यो फुल कचर टर्ने तपाईँको लाई किराहरू पनि हुन्छ यहाँ है यसरी हाने चाहिँ तपाईँको यहाँ त्यो राखेको कारण पनि त्यो खुल्लामा हान्नु सजिलो पर्छ सब जान्छ यिनीहरू हेरिरहेछ हेरिहाल्नु है यसरी नै अब यहाँ देखिहाल्नु तपाईँहरूले है सलक्की एकदम तपाईँको क्लियर सलक्की हुन्छ अब यहाँ यसलाई चाहिँ अब खुल्ला भयो तपाईँको माथिबाट एकदम खुल्ला
सबमा भेटाए हेरिहाल्नुहोस् सबमा पुरा भेटाउँछ ल त यसरी अब फुलहरूलाई यसरी कोपिला लगाउँदा अब किराले एटेक गर्नु सक्दैन आउँछ तपाईँको यहाँ फुललाई एकदम ओपन भयो है हेर्नुहोस् फुल यसरी बाहिर अब भित्र त्यो स्ट्यान्डतिर राखेर चाहिँ यसलाई के हुन्छ भेट्दैन दबाईले एक पाटा कि अर्को पाटा भेट्दैन कि यता भेट्दैन है यस्तो गर्दा यसले चाहिँ सबै चारैपट्टि भेट्छ यसले ल गोदावरी अस्ति अब तपाईँहरूलाई मैले कटिङ काटेर रोपेर त्यसको मदर उसहरू देखाएर त अब यति बेला देखाउँछु भनेको थिएँ र देखाउँदैछु फेरि भोलि पर्सि यहाँ उब्रियो फुलेर यदि फुलेर जर भएको बेला फेरि तपाईँहरूलाई त्यति बेला देखाउने छु है र यो घरिघरि स्प्रेको नजल पनि तपाईँको घरिघरि हो क्या बुझिन्छ स्प्रेको नजल लौ त हेरिहाल्नुहोस् है यहाँ फुल्दैछ तपाईँहरूको यो पम्पममा पनि तपाईँको यहाँ पम्पम फुलमा पनि भेराइटीहरू थुप्रै हुन्छ